हेलो एभ्रिवान, नमस्ते। यहाँहरुको माझमा सदाको चाहिँ आज पनि नयाँ विषयवस्तुको साथमा उपस्थित भएको छु। आशा छ सदाको चाहिँ यो विषयलाई पनि यहाँहरुले अत्यन्तै मन पराइरहनेछ। आज म यहाँहरुको माझमा 7C अर्थात 7वटा C को बारेमा बताउँदै छु। के होलान् त ती 7C? त्यो विषयमा यहाँहरुलाई अन्तिमसम्म जानकारी गराउने छु। 7C मध्ये यदि कुनै पनि एउटा C छुट्यो भने तपाईको एकदमै महत्त्वपूर्ण कुरा छुट्न सक्छ। त्यसैले अन्तिमसम्म यो भिडियोलाई स्किप नगरिकन हेर्नुहोला। यहाँहरुले हेर्दै हुनुहुन्छ खमेश्वरी अफिसियल च्यानल। 7C मध्येको पहिलो C हो क्ल्यारिटी अर्थात स्पष्टता। स्पष्टता अर्थात तपाईले आफ्नो जीवनको लक्ष्य, उद्देश्य के छ र के हो भन्ने कुरामा प्रष्ट हुनु हो। यदि तपाई आफ्नो कुरामा स्पष्ट हुन सक्नुभयो भने तपाईले हरेक कुरालाई सहज तरिकाले सम्पन्न गर्न सक्नुहुन्छ। तपाई के गर्न चाहनुहुन्छ, तपाईले के गर्दै हुनुहुन्छ, तपाई कहाँसम्म पुग्नु पर्ने हो र तपाईले कुन कुरा प्राप्त गर्दै हुनुहुन्छ भन्ने कुरा यदि तपाई स्पष्ट हुनुभयो भने तपाईले जीवनमा धेरै कुराहरू गर्न सक्नुहुन्छ। साच्चै भन्दा जब तपाईले आफ्नो लक्ष्य बारेमा तपाईलाई ठ्याक्कै थाहा हुन्छ तब तपाई थप प्रेरित बन्नुहुन्छ। त्यसैले तपाईले आफ्नो लक्ष्यको बारेमा तपाई एकदमै स्पष्ट हुन जरुरी छ। यदि तपाईसँग स्पष्ट विचारहरू छैन, तपाईसँग अस्पष्ट विचारहरू छ भने त्यस्तो अवस्थामा तपाई विचलित हुन सक्नुहुन्छ र तपाईले जुन कुरा प्राप्त गर्न चाहनु भएको छ त्यो कुरा तपाईले प्राप्त गर्न नसक्ने सम्भावना बढ्दछ। जब तपाईले के गर्नुपर्छ भन्ने तपाईले बुझ्नुहुन्छ, तपाई क्लियर हुन्छ, तब तपाईको शरीरमा एउटा छुट्टै खालको ऊर्जा आउँछ। जब कुनै पनि मान्छे आफ्नो उद्देश्यमा स्पष्ट हुन्छ तब उसले त्यो कामलाई निरन्तर रूपमा अगाडि बढाउँदछ। निरन्तर रूपमा अगाडि बढाउनुको अर्थ त्यो कामबाट उसले चाहेको जस्तो नतिजा प्राप्त गर्न सक्छ। त्यसैले यी सबै कुराहरू प्राप्त गर्नको लागि चाहिँ हरेक कुराहरूमा क्ल्यारिटी हुन जरुरी छ। स्पष्टताले मान्छेलाई बाटो क्लियर गरिदिन्छ अर्थात तपाईको मार्गचित्र कोरिदिन्छ, तपाईको बाटो देखाइदिन्छ। तपाई कहाँ पुग्नु पर्ने हो, तपाईले के गर्नुपर्ने हो भन्ने लगायतको कुरामा तपाईलाई स्पष्ट यदि भयो भने तपाईले धेरै कुराहरू प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले 7C मध्येको पहिलो C अर्थात क्ल्यारिटी तपाईको जीवनमा एकदमै धेरै आवश्यकता पर्दछ। त्यसैगरी दोस्रो नम्बरको C हो कमिटमेन्ट अर्थात प्रतिबद्धता। प्रतिबद्धता भनेको कुनै पनि लक्ष्य, जिम्मेवारी वा सम्बन्धप्रति दृढ संकल्पका साथ लागिरहने मानसिकता वा क्रियाकलाप हो। जब कुनै मान्छे प्रतिबद्ध हुन्छ तब उसले जस्तो सुकै कठिनाइ आए पनि आफ्नो निर्णयबाट पछि हट्दैन र ऊ निरन्तर रूपमा अघि बढिरहन्छ। त्यसरी अगाडि बढिरहँदै गर्दा उसले चाहेको नतिजा प्राप्त गर्न सक्छ। प्रतिबद्ध मान्छेहरू विश्वसनीय हुन्छन्, उनीहरूमा विश्वसनीयता बढ्छ। प्रतिबद्धता भनेको सफलताको एउटा आधारशिला पनि हो। यो संसारका महान व्यक्तिहरू जस्तै खेलाडी, उद्योगी, वैज्ञानिकहरू, यी सबै महान व्यक्तिहरू आफ्नो लक्ष्यप्रति अत्यन्तै प्रतिबद्ध थिए र ती मान्छे आजको दिनमा सफल कहलिएका छन्। अर्थात यदि ती मान्छेहरू प्रतिबद्ध हुन्थेनन् भने ती मान्छेहरू आज सफल कहलिन्थेनन् या ती जसलाई हामी वैज्ञानिक भन्दैछौँ ती वैज्ञानिक रहन्थेनन्। जो आज विश्व चर्चित खेलाडी बनेका छन् ती खेलाडी हुन सक्थेनन् होला। जो उद्योगी व्यवसायी जो बनेका छन्, विश्वका चर्चित व्यक्तिहरू छन्, ती सायद आज सफल हुन्थेनन् होला। प्रतिबद्ध मानिसहरू कहिले पनि निराश हुँदैनन्, बरु तिनीहरूले समाधान खोजिरहेका हुन्छन्। कुनै पनि कुराहरू पूरा गर्नको लागि निरन्तरता आवश्यकता हुन्छ जसलाई प्रतिबद्धताले मात्रै सम्भव बनाउँछ। कुनै पनि कुराहरूलाई यदि तपाईले निरन्तरता दिनको लागि तपाई यदि प्रतिबद्ध हुनुहुन्छ भने मात्र त्यो कुरा सम्भव छ। वास्तवमा प्रतिबद्धता केवल इच्छा मात्र होइन, यो एउटा दृढ संकल्प पनि हो। जब तपाई कुनै कुराको दृढ निश्चय गर्नुहुन्छ र त्यो पूरा गर्न तपाई कुनै पनि हालतमा पछि हट्नुहुन्न नि, त्यही वास्तविक प्रतिबद्धता हो। त्यसैले प्रतिबद्ध मानिसहरू जहिले पनि सफल हुन्छन्। त्यसैले 7C मध्येको दोस्रो महत्त्वपूर्ण C कमिटमेन्ट पनि हो। त्यसैगरी 7C मध्येको तेस्रो कुरा हो कन्फिडेन्स। कन्फिडेन्स अर्थात आत्मविश्वास। आत्मविश्वास भनेको आफ्नो क्षमतामा विश्वास गर्ने एउटा गुण हो। जब कुनै व्यक्ति यदि आफ्नो कुरामा आत्मविश्वासी रहन्छ तब उसले आफ्नो हरेक निर्णयहरूलाई दृढ संकल्पका साथ पूरा गर्दछ। आत्मविश्वासीले नयाँ अवसरहरू लिन्छ र चुनौतीको सामनाहरू पनि गर्नको लागि तयार हुन्छ। आत्मविश्वास बाह्य रूपमा देखिने तत्त्व मात्र होइन कि त्यो ऊ भित्रको एउटा गुण पनि हो। आत्मविश्वासले मान्छेलाई डर कम गर्दछ, उसको निर्णय क्षमतामा सुधार गर्दछ। आत्मविश्वासी मान्छेले हरेक किसिमको सम्बन्धहरूलाई सुधार गर्न सक्छ, उसले अवसरहरू बढाउन सक्छ,
चुनौतीहरूको सामना गर्न सक्छ। उसभित्र आत्मविश्वासले गर्दा एउटा छुट्टै किसिमको सकारात्मक ऊर्जा भरिरहेको हुन्छ। त्यसैले गर्दा पनि आत्मविश्वास एकदमै धेरै महत्त्वपूर्ण छ। मान्छेले कुनै पनि कुराहरू गर्नको लागि हैन उसमा यदि आत्मविश्वास छ भने उसले त्यो कुरालाई सहज रूपमा सम्पन्न गर्न सक्छ। तर यदि उसमा त्यो आत्मविश्वासको कमी छ भने उसले चाहेको कुरा अथवा उसले गर्न खोजेको कुरामा पनि उसले पूर्णता दिन नसक्ने अवस्था रहन सक्छ। आत्मविश्वास भनेको जन्मजात गुण मात्र होइन, यो अभ्यास र मानसिक विकासबाट बलियो पार्न सक्ने एउटा क्षमता पनि हो। यदि तपाईँले आफूलाई सुधार्दै जानुहुन्छ, नयाँ अवसरहरूको सिर्जना गर्दै जानुहुन्छ, चुनौतीहरूको सामना गर्दै जानुहुन्छ र निरन्तर रूपमा यदि तपाईँ प्रयास गर्नुहुन्छ भने तपाईँको आत्मविश्वास दिन प्रतिदिन बढ्दै जान्छ। त्यसैले आत्मविश्वास एकदमै महत्त्वपूर्ण छ। तपाईँले 7C मध्येको यो कन्फिडेन्सलाई पनि नबिर्सनु होला। यदि तपाईँसँग कन्फिडेन्सको कमी छ भने तपाईँले आजदेखि नै निरन्तर रूपमा प्रयास गर्दै त्यो कन्फिडेन्सलाई बढाउने प्रयास गर्न जरुरी छ। त्यसैगरी 7C मध्येको चौथो महत्त्वपूर्ण C हो कम्युनिकेसन। कम्युनिकेसन अर्थात् सञ्चार। सञ्चार भनेको दुई वा दुईभन्दा बढी व्यक्तिहरूसँग आफ्नो विचारहरू, आफ्नो भावनाहरू, सूचनाहरू आदान प्रदान गर्ने एक किसिमको प्रक्रिया हो। सञ्चार मौखिक पनि हुनसक्छ, लिखित पनि हुनसक्छ, दृश्य वा शारीरिक हावभाव पनि हुनसक्छ। तपाईँले आफूले कसरी अरूलाई तपाईँले भन्न खोजेको कुरा बुझाउन सक्नुहुन्छ त्यो तपाईँको सञ्चार हो। कतिपय कुराहरू बोलेर बुझाउन सकिन्छ, त्यो पनि सञ्चार हो। त्यसलाई हामी मौखिक सञ्चारको रूपमा लिन्छौँ। कतिपय कुराहरू हामी लेखेर भन्न सक्छौँ, कतिपय कुराहरू तपाईँ हामीले हावभावको माध्यमबाट, कतिपय कुराहरू तपाईँको बडी ल्याङ्ग्वेजले पनि बोल्न सक्छ। यी सबै कुराहरू सञ्चार हुन्। अर्थात् तपाईँले भन्न खोजेको कुरा, तपाईँले गर्न खोजेको कुरा अर्को मान्छेलाई बुझाउन सक्नु या बुझाउनु त्यो सञ्चार हो। हामीले भन्न खोजेको कुरा यदि तपाईँले बुझाउन खोजेको मान्छेले बुझिरहेको छैन, बुझाउन सक्नु भएको छैन भने तपाईँको त्यहाँनिर कम्युनिकेसन प्रपरली भयो भन्न सकिँदैन। तपाईँले जुनसुकै माध्यमबाट भए पनि तपाईँले दिन खोजेको कुरा यदि उसले पायो भने त्यो सञ्चारलाई हामीले बेटर मान्न सक्छौँ। यदि तपाईँले कम्युनिकेसनको माध्यमबाट समाजमा भएको परस्पर सम्बन्धहरूलाई सुधार गर्न सक्नुहुन्छ, त्यो कम्युनिकेसनले तपाईँको व्यापार व्यवसायहरूलाई अझ प्रभावकारी पनि बनाउन सक्छ र कम्युनिकेसन तपाईँको ज्ञान तथा संस्कृतिको हस्तान्तरणमा सहायक पनि हुन्छ। त्यसैले कम्युनिकेसनको आफ्नै किसिमको महत्त्व छ। यदि तपाईँ आजको दिनमा कम्युनिकेसनमा तपाईँ यदि ग्यापिङ छ, तपाईँको कम्युनिकेसनमा ग्यापिङ छ भने तपाईँले चाहेको कुरा गर्न नसक्ने अवस्था हुनसक्छ। त्यसैले तपाईँको 7C मध्येको अर्को महत्त्वपूर्ण कुरा यो कम्युनिकेसनलाई तपाईँले आजको दिनदेखि नै सुधार्न जरुरी छ। त्यसैगरी 7C मध्येको अर्को महत्त्वपूर्ण C हो क्रिएटिभिटी। क्रिएटिभिटी अर्थात् रचनात्मकता। रचनात्मक भन्नाले नयाँ विचारहरू उत्पन्न गर्ने, नवीन किसिमको समाधानहरू खोज्ने र मौलिक कल्पनाशील तरिकाले समाधान गर्न सक्ने क्षमता हो। यो व्यक्ति, समाज, व्यवसाय, विज्ञान जस्ता विभिन्न क्षेत्रमा महत्त्वपूर्ण हुन्छ। रचनात्मकताको आफ्नै किसिमको विशेषताहरू छ। जस्तो पहिलो नम्बरमा हामी भन्न सक्छौँ नवीनता, अर्थात् नयाँ र फरक किसिमको विचारहरूको सिर्जना गर्न सक्ने क्षमता। यो कुरालाई हामीले रचनात्मकता भन्न सक्छौँ। रचनात्मकताले समस्याहरूको समाधान गर्न सकिन्छ। त्यो समस्यालाई नयाँ तरिकाले रचनात्मक ढङ्गले कसरी समाधान गर्न सकिन्छ महत्त्वपूर्ण कुरा थियो। त्यसैले यदि तपाईँसँग रचनात्मकता तपाईँसँग छ भने हरेक किसिमको समस्यालाई तपाईँले नयाँ ढङ्गले समाधान गर्नतर्फ तपाईँ लाग्नुहुन्छ र त्यो कुरामा तपाईँले सफलता प्राप्त पनि गर्न सक्नुहुन्छ। रचनात्मकताको अर्को विशेषता हामीले कल्पनाशीलतालाई पनि लिन्छौँ, अर्थात् परम्परागत सोचभन्दा बाहिर गएर सोच्न सक्ने क्षमताको विकास गर्ने। यो पनि एउटा रचनात्मकताको विशेषता हो र जोसँग रचनात्मकता छ ऊ लचिलोपनको पनि हुन्छ। ऊ हरेक कुरामा फ्लेक्सिबिलिटी अपनाउन सक्छ। उसले लचकता अपनाउँदै समस्याको समाधान गर्न सक्ने या नयाँ आइडियाको सिर्जना गर्न सक्ने क्षमता उसँग रहन्छ। र त्यसैले यदि सफल बन्नु छ या भनौँ कुनै पनि कुरामा हामी अगाडि बढ्नु छ भने क्रिएटिभिटी इज द मोस्ट इम्पोर्टेन्ट थिङ्स, हैन? क्रिएटिभिटी एकदमै महत्त्वपूर्ण कुरा हो। त्यसरी पनि 7C को महत्त्वपूर्ण कुराहरू मध्येको एकदमै अर्को महत्त्वपूर्ण कुरा भनेर क्रिएटिभिटीलाई यहाँनिर राखेका छौँ। त्यसैगरी 7C मध्येको अर्को 6औं नम्बरको महत्त्वपूर्ण कुरा हो कन्सिस्टेन्सी अर्थात् निरन्तरता। तपाईँले कुनै पनि कुराहरूमा सफलता प्राप्त गर्नको लागि यदि तपाईँले कन्सिस्टेन्टली तपाईँ अगाडि बढिराख्नु भएको छ, निरन्तर रूपमा तपाईँ अगाडि बढिराख्नु भएको छ भने त्यो कुरामा तपाईँले सफलता प्राप्त गर्न सक्नुहुन्छ। हो, कन्सिस्टेन्सी भन्नाले वास्तवमा कुनै पनि कुराहरूको निरन्तरता र समानता कायम राख्न सक्ने क्षमता हो। तपाईँ हाम्रो प्रयास, निर्णय र व्यवहारहरूको नियमितता हो जसले दीर्घकालीन सफलता र विश्वासको निर्माण गर्नमा मद्दत पुर्याउँछ। जब तपाईँले कुनै पनि कुराहरू लगातार र समान तरिकाले गर्नुहुन्छ भने तपाईँको विश्वसनीयता त्यहाँनिर बढ्छ र त्यो हुनाले तपाईँको कार्यप्रति अरूलाई विश्वास राख्न पनि
मद्दत पुग्दछ। यदि तपाईले कुनै पनि कुराहरू निरन्तर गर्दै जानुभयो भने तपाईको निरन्तर प्रयास र समानतामा उत्कृष्टता बढ्दै जान्छ। सफलता केवल एकपटकको प्रयासमा मात्रै प्राप्त हुँदैन, यो चाहिँ निरन्तर रूपमा गरिने प्रयासबाट मात्रै सफलता प्राप्त हुन्छ। नियमित रूपमा गरिने प्रयासले तपाईको दीर्घकालीन रूपमा तपाईले सकारात्मक किसिमको परिणाम तपाईले प्राप्त गर्न सक्नुहुन्छ। चाहे त्यो तपाईको व्यक्तिगत जीवनमा होस्, चाहे त्यो तपाईको पेशागत जीवनमा होस्, या चाहे त्यो तपाईको व्यवसायिक जीवनमा होस्, यसले तपाईलाई सकारात्मक परिणाम दिन सक्छ। कन्सिस्टेन्सी वास्तवमा केवल नियमितता मात्र होइन, यो एउटा अभ्यास पनि हो जुन चाहिँ तपाईले द्रुत परिणामको अपेक्षामा चाहिँ होइन, दीर्घकालीन सफलताको दिशामा चाहिँ केन्द्रित हुन्छ। तपाईले कुनै पनि कुराहरू प्राप्त गर्नको लागि निरन्तर रूपमा लामो समयसम्म लागिराख्ने या तपाईले प्राप्त गरिसकेर पनि त्यसलाई तपाईले कन्टिन्यू गरिराख्नु, त्यसबाट तपाईले बेनिफिट लिइरहन सक्नु भने त्यो तपाईको कन्सिस्टेन्सी हो। कन्सिस्टेन्सी भनेको चाहिँ तपाईले कुनै पनि कुराहरू प्राप्त गर्नको लागि निरन्तर रूपमा लागि पर्नु र त्यो प्राप्त नहुँजेसम्म तपाईले गर्नुलाई नै हामीले कन्सिस्टेन्सी भन्छौँ। त्यसैले 7C मध्येको अर्को महत्त्वपूर्ण सी हो कन्सिस्टेन्सी। त्यसैगरी 7C मध्येको एकदमै महत्त्वपूर्ण र अन्तिम सी हो, त्यो हो क्यारेक्टर। तपाईको क्यारेक्टर कस्तो छ? क्यारेक्टर अर्थात् तपाईको चरित्र। तपाईको क्यारेक्टरले तपाईको व्यक्तित्व जनाउँछ। तपाई कस्तो खालको व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा तपाईको चरित्रले निर्धारण गर्दछ। चरित्रले तपाईको जीवनका महत्त्वपूर्ण निर्णयहरूको मार्गदर्शकको तत्त्वको रूपमा काम गर्दछ। चरित्रको कुरा गर्दै गर्दा इमानदारिता सबैभन्दा ठुलो कुरा हो। इमानदारिता भनेको साँचो कुरा बोल्नु र सही निर्णय गर्नु नै हो। तपाईले यदि साँचो कुरा बोल्दै हुनुहुन्छ, तपाईले हरेक मान्छेले साँचो बाहेक अरू कुरा बोल्नु भएको छैन भने तपाईको पहिलो चरित्र त्यहाँनिर निर्धारण हुन्छ। यदि तपाईले मान्छेलाई साँचो कुरा बोलिराख्नु भएको छैन, तपाईले त्यहीँनिर एउटा कुरा गर्नुभएको छ, अलि अर्कोतिर अर्को कुरा गर्नुभएको छ हैन, तपाईले मान्छे पछि नै फरक फरक कुरा गर्दै हुनुहुन्छ भने त्यहाँनिर तपाईको चरित्र अविश्वसनीय खालको हुन्छ। तपाईले मान्छेहरूले विश्वास गर्न छोड्छन्, तपाईले मान्छेहरूले पत्याउन छोड्छन्। त्यसैले तपाईले त्यस्तो खालको अवस्था यदि ल्याउनु भयो भने तपाईको चरित्र त्यही खालको निर्धारण हुन्छ। हामीले हरेक मान्छेसँग चाहिँ समान खालको व्यवहार गर्यौँ, हरेक मान्छेसँग हामी समान तरिकाले प्रस्तुत भयौँ भने ती सबै मान्छेले तपाईलाई एउटै तरिकाले हेरिरहेका हुन्छन्। तपाईको चरित्रले तपाईलाई मान्छेले विश्वास गर्ने वा नगर्ने भन्ने सम्मको निर्धारण गर्दछ। कतिपय मान्छेलाई हामीले सुनिरहेका हुन्छौँ, यो मान्छे फटा छ, यो मान्छे ठिक छैन भन्ने भन्छौँ। त्यो किन त्यो मान्छेहरूले भनिरहेका छन् भने उसको चरित्र त्यही किसिमले उसले निर्धारण गर्यो। चरित्र तपाईको व्यक्तिगत स्वभाव रहला, तर तपाईको चरित्र समाजमा पनि निर्धारण हुन्छ। तपाईको चरित्र समाजले निर्धारण गर्छ। तपाईले त्यो समाजमा गर्ने व्यवहार कस्तो किसिमको छ, तपाईले के गरिराख्नु भएको छ, त्यसको आधारमा तपाईको चरित्र निर्धारण हुन्छ। त्यसैले तपाईको क्यारेक्टर एकदमै राम्रो हुनु जरुरी छ। तपाईको क्यारेक्टरमा यदि कहीँनिर खोट लाग्यो, तपाईको क्यारेक्टरमा यदि कसैले चाहिँ कहीँनिर समस्या देखायो भने तपाईको त्यो क्यारेक्टरमा लागेको दागलाई मेटाउनको लागि निकै ठुलो मेहनत अथवा परिश्रम तपाईले गर्नुपर्ने हुनसक्छ। चरित्रलाई समय र अनुभवसँग विकसित गर्न सकिन्छ। यसको निर्माण मात्र बाह्य वातावरणबाट होइन कि आन्तरिक दृष्टिकोण र कार्यहरूको निरन्तर सुधारबाट मात्रै सम्भव छ। त्यसैले तपाईको चरित्र एकदमै महत्त्वपूर्ण कुरा छ। तपाईले 7C मध्येको अर्को महत्त्वपूर्ण अन्तिम महत्त्वपूर्ण कुरा भनेकै क्यारेक्टर हो। तपाईले आफ्नो क्यारेक्टरलाई सुधार्नुभयो, तपाईले आफ्नो क्यारेक्टरलाई चाहिँ राम्रो खालको तरिकाले तपाईले पहिचान बनाउनु भयो। तपाईको क्यारेक्टर यदि राम्रो रह्यो भने तपाईले हरेक किसिमको कुराहरूमा सफलता प्राप्त गर्न सक्नुहुन्छ या तपाईले हरेक कुराहरूमा तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। त्यसैले यो क्यारेक्टर पनि तपाईको एकदम महत्त्वपूर्ण कुरा हो। मैले यहाँहरूलाई 7C का बारेमा जानकारी गराएँ। 7C एकदमै महत्त्वपूर्ण कुरा हो। तपाईँ हाम्रो जीवनमा यो 7C को भूमिका निकै महत्त्वपूर्ण कुरा छ। हामीले यो 7C लाई हाम्रो जीवनमा यदि लागू गर्न सक्यौँ भने अवश्य पनि हामीले चाहेका कुराहरू प्राप्त गर्न सक्छौँ, अथवा हामीले हरेक कुरामा सफलता प्राप्त गर्न सक्छौँ या हामी हरेक कुरामा चाहिँ अगाडि बढ्न सक्छौँ। त्यसैले तपाईँ हाम्रो जीवनको एकदमै महत्त्वपूर्ण कुराहरू यो 7C छन्। यो 7C फर्मुलालाई तपाईँले आफ्नो जीवनमा आजदेखि नै लागू गर्नुहोला। यदि तपाईँले यो 7C फर्मुलालाई आजदेखि लागू गर्न सक्नुभयो भने तपाईँको जीवनमा तपाईँले सोचे अनुसारको सफलता प्राप्त गर्न सक्नुहुन्छ। हुन्छ, आगामी दिनमा म फेरि यहाँहरूको माझमा नयाँ विषयका साथमा उपस्थित रहनेछु। यो 7C को फर्मुला यहाँहरूलाई कस्तो लाग्यो जस्ताको तस्तै कृपया कमेन्ट बक्समा प्रतिक्रिया जनाइदिनुहोला। र यदि यो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। हुन्छ, आगामी दिनमा फेरि म यहाँहरूको माझमा नयाँ विषयवस्तुको साथमा उपस्थित रहनेछु। अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्ते।